हेलो गाइज, ल नयाँ रिएक्सन भिडियो आइसकेको छ। महावीर पुलको पार्ट 2 थक लाइक मुभमेन्टहरु हेरौँ के कस्तो रहेछ। अहिले तपाईँ ताप्लेजुङबाट मन्त्री बन्न काठमाडौँ आउनुभयो। प्रधानमन्त्री काठमाडौँ मन्त्री बन्न आउनु आएको होइन क्या। परिस्थिति पनि सिर्जना भयो। प्रधानमन्त्रीको भनाइलाई आग्रहलाई प्रस्तावलाई तपाईले हार्न सक्नु भएन। प्रधानमन्त्रीको कुरा मात्र हेरेको होइन, प्रधानमन्त्रीको मुख हेरेको होइन। पैसा पाएन भनेर हामीलाई चिन्ता छैन के। अब तपाईको हातमा अहिले विज्ञान प्रविधि मन्त्रालय आइपुगेको छ। अब तपाईलाई काम गर्न कुनै समस्या छैन। तपाईले चाहनु हो भने चमत्कार गर्न सक्ने व्यक्ति हो तपाई। कसरी ल बताउनु त चमत्कार गर्न। फर्स्ट चोटी होला के कसैले धमालालाई अमला हानेको के फर्स्ट चोटी के। राष्ट्रिय आविष्कार केन्द्र खास के हो? अब राष्ट्रिय आविष्कार केन्द्र नामले चाहिँ आविष्कार गर्ने केन्द्र भन्ने बुझिन्छ। फ्लोमा दिन्छ के आवाज। छरपष्ट पाइएका सामग्री बनाउनु पनि आविष्कार हो र? यहाँ एउटा कुरा चाहिँ मान्छेहरूले एउटा भन्ने बाटो पाएर हैन, नेपालीहरूले कुनै सानो कुरा भन्ने एउटा न्यू पायो भने त्यसैलाई खोतलिरहन्छ कि। बाँदरले एउटा सानो घाउ भयो भने के गर्छ भने त्यसलाई कोट्याइरहन्छ रे के। अनि त्यो सानो घाउलाई ठुलो बनाउँदै अनि आफै मर्छ रे भने जस्तो। वर्तमानको अवस्थाको कुरा गर्दाखेरि तपाईलाई थाहा छ, तपाई धेरै अध्ययनशील मान्छे हो, व्यक्ति हो महावीर पुञ्च। अध्ययनशील होइन म। हैन, व्यावहारिक ज्ञान तपाईसँग धेरै छ के। मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको म अध्ययन गर्दैन। पढ्दैन पनि किताब बेचेर हिँड्ने व्यक्तिले नपढे। मैले किताब नपढेको सुन्नु, किताब नपढेको कम्तीमा चाहिँ 15 वर्ष भयो। किताब नपढेको 15 एउटा पनि किताब नपढेको 15 वर्ष भयो। भइसक्यो। गाउँमा डुल्दाखेरि कहाँ किताब पढ्ने के। पढ्ने ठाउँ पनि त हुनु पर्यो, यस्तो अफिस हुनु पर्यो, केही हुनु पर्यो। गाउँमा दिनभरि डुल्यो, कसैको घरमा बसेर बेलुका गएर बासो बस्यो, खाना खायो अनि सुत्यो। अब त्यसको घरमा कहाँ पढिरह्यो, किताब पढिरहने। जनरल कुरा नसोध के, ठोस कुरा सोध। यतै छ त फेरि जनरल कुरा सोध्यो। मार्केटले मैले गरेको होइन। एकदमै चर्चा पाउनु भएको छ तपाईले, के भन्नुहुन्छ यो विषय? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। म आफ्नो काममा व्यस्त छु। फेरि पत्रकारलेहरूले के कसै मान्छेहरूलाई पनि के खालि त्यो सोधी के दिमाग खाइहाल्ने के। कोही पत्रकार त पत्तुर हुन्छन् के, फेरि दिमाग यहाँबाट हानेर चड्कन उता फाल्ने जस्ता हुन्छन् के। खालि के सोधे चाहिँ मान्छेको दिमाग खा हुन्छ, के छ कसो छ बुझ्नु छैन। खालि के छ सोधे हुन्छ नि। त्यो अलि 1-2 दिन भक्क त पद पाउनु भएको छ होइन, त्यो पद नपाएको 2 दिनमै सोधेर दिमाग खाएर हुन्छ नि। अलि 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन। जे भए पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन है। सिम्पल राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल। यहाँ मन्त्री भइसकेपछि भेट्न चाहिँ कस्ता मान्छे आउनुहुँदैछ? सबै आउँछ। मान्छे भेट्ने काम त मेरो अहिलेदेखि होइन, जहाँ बाहिर बस्यो भने भेट्न आउँछ। राष्ट्रिय आविष्कार केन्द्रमा बिहानदेखिको मान्छे भेट्न आउँछ। वीरगञ्ज कृषि औजार कारखाना गयो भने त्यहाँ बस्यो भने त्यहाँ पनि मान्छे भेट्न आउँछ। गौरा नजिकको रापती नदीमा भएका माछाहरू म मन्त्री भएर अब मैले त्यो राष्ट्रिय आविष्कार केन्द्रको भनौँ न स्थापना गरेँ। भोलि मैले 1 रुपियाँ पनि छुट्याउन पनि पाउँदैन, पाए पनि म छुट्याउँदैन। तर मानौ मैले
आविष्कार केन्द्रलाई मैले बजेट छुट्याएँ भने त्यो ठुलो भ्रष्टाचार हुन्छ, अख्तियारमा जान्छ। आप कहाँ थे ज्ञानी बाबा? तपाईँको कार्यकालमा त देशभरि एउटा अभियान सुरु गर्नुहोस् न, राजनीतिक पार्टीका भाती सङ्गठनहरू खारेज गरिदिनुहोस् न, सकिँदैन? कागजमा खारेज गरेर हुँदैन क्या। सही हो होइन, यहाँ साधन त सुत्नेहरू भनेको त कतिपयको आफ्नो डेरा हुन्छ होइन, त्यो डेरा हुनेहरू आफ्नो डेरातिर जान्छन् र यहाँ डेरा नै नभएको भुक्काहरू भनेको चाहिँ छन्। यहाँ करिब 30-35 जना भुक्काहरू छन्। सबैलाई भन्दाखेरि नितान्त रूपमा मैले जे गरिरहेको छु यो चाहिँ के हो त भन्दाखेरि मैले चाहिँ समय बिताउनुको लागि, टाइम पास भन्छ नि मान्छेले। केही पाएन भने मान्छेहरूले के गर्छ, टाइम पास गर्नको लागि तास खेलौँ भन्छ नि। यो त हो यार, टाइम पास गर्न जति टाइम बोर त केही पनि हुन्न क्या। एक दिन बिहानमा टहलिन निस्किनु भएको रहेछ, अनि 2 जना महिलाहरूले सरलाई देखेर कानेखुसी गरेर महावीर पुन होइन भनेर कानेखुसी गर्नुभएछ। त्यसपछि भन्नु पनि भएको रहेछ तपाईँ महावीर पुन जस्तै देखिनुहुन्छ भनेर। सरले भन्नुभएछ मै हो महावीर पुन भनेको भनेर। अनि उनीहरूले बताएनछन् अब अनुहार मात्रै महावीर पुनको जस्तो भएर भएन, दिमाग पनि महावीर पुनको जस्तो चाहियो भनेर ती महिलाले महावीर पुनलाई नै भनेछन्। संसदमा हिजो पनि 1-2 जनाले बोल्नु भयो रे, आज पनि बोल्नुहुन्छ रे दाइ भनेर मलाई यहाँ भन्ने कानमा भन्ने मान्छेहरू आइसक्यो। मैले भने बोलेर केही पनि हुँदैन, बोलेर मात्रै हुने भएदेखि अहिलेसम्म सबै कुरा भइसक्यो। मैले किताब त यो टी सर्टको एउटा किताब किन्दैन होइन, मैले के भन्छु भने यो पुरस्कार पदक सम्मानहरू दिनु पर्यो भने कसैले अलि यङ मान्छेलाई दिनुहोस्, जसलाई चाहिँ हौसला आओस्। हामी जस्तो मान्छेहरूलाई दिएर केही हौसला आएर पनि केही गर्ने के गर्न सकिन्छ। होइन, काठमाडौँ आउनुभयो, मन्त्री पनि बन्नुभयो, तपाईँले म शिक्षा मन्त्री चाहिँ बन्दिनँ भनेर भन्नुभएको थियो नि महावीर पुनजी। मन्त्री बन्दैन भनेको शिक्षा मन्त्री मात्र होइन क्या, विज्ञान मन्त्री बन्न तपाईँ तयार हुनुभयो, तर शिक्षा मन्त्री चाहिँ म बन्दिनँ भन्नु होइन। विज्ञान मन्त्री मात्रै होइन, म कुनै पनि मन्त्री बन्दिनँ। यो मन्त्री बन्ने खाले मान्छे होइन म। इतिहास एकपल्ट तपाईँले रच्नु भयो नि त, किनभने एकजना सरल व्यक्ति, असल व्यक्ति, एउटा वैज्ञानिक आज देशको शिक्षा मन्त्री बन्नुभएको छ। मैले रचे होइन नि, इतिहास चाहिँ एउटा के हो भने परिस्थितिले रच्यो, त्यसको म एउटा पात्र भएँ क्या। बौलालाई साथ दिए पो जस्तो कुनै उद्योगपतिले अथवा विनोद चौधरी जस्तोहरूले, रुद्र पाण्डे भाइ जस्तोले नै पनि कुनै नयाँ काम गर्नु पर्यो भने उनीहरूले ब्याङ्कबाट लोन पनि प्रशस्त पाउँछ, उनीहरूको सम्पत्ति पनि छ, उनीहरूले त्यो बौला हुनु पर्दैन कि। सिर्फ राम्रोसँग योजना बनाउनु पर्छ, राम्रोसँग योजना बनाएर काम सुरु गरे पुग्यो उनीहरूलाई। तर म जस्तो मान्छे जसको चाहिँ आफ्नै बस्ने खाने ठेगान छैन, जसको चाहिँ केही छैन, त्यो मान्छे बौला नभएर अनि के गर्ने? त्यस कारणले कानुन नबदलिसम्म नेपालमा केही हुन्न। ल आन्दोलन सुरु केटा भनेर चाहिँ मैले आफैलाई भनेको, मैले कोहीसँग अरू केटालाई भनेको होइन। प्रचण्डले आन्दोलन त्यो आफ्नो नाम चाहिँ आफ्नो जस लिनको लागि आन्दोलन गर्न पठाएको रहेछ महावीर पुनलाई। महावीर पुन चाहिँ खुरुक्क गएको रहेछ भनिरहेछ। म कसैले भनेर खुरुक्क मान्ने मान्छे हो? कसैले भनेको मानेको देखाएको कसैले अहिलेसम्म? अब आउने उसमा चाहिँ चुनावमा चाहिँ नयाँ मान्छे चाहिँ आउनु, नयाँ आउनु पर्यो, काम गर्ने मान्छे आउनु पर्यो, काम गर्नु मान्छे। तपाईँ पनि आउनु पर्यो भन्छु म त कहाँ यो हो म त तपाईँ चुनाव लड्ने कि नलड्ने? म नलड्ने। 70 वर्ष होइन, पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? तपाईँलाई युवाहरूले बोलायो, नजाने कुरा नजाने, चुनावमा जाँदै नजाने, दल खोल्दै नखोल्ने, नजाने, कुनै पनि दलमा तपाईँ नलाग्ने। निजी विद्यालयहरू पनि गुनासो छ नि, हाम्रो देशमा निजी सेक्टरमा ठुलो लगानी छ त शिक्षामा, होइन?
छ नि उनीहरूलाई तपाईँ कसरी सहयोग र समर्थन गर्नुहुन्छ होइन निजी विद्यालयहरू भनेको आवश्यक छ कि छैन हाम्रो देशमा? यस्तो हो अब निजी विद्यालयहरू भनेको कम्पनी हो क्या त्यो त कम्पनी हो नि त कम्पनीको जिम्मा पनि कम्पनीलाई सुधार दिने कम्पनीलाई बिगारिदिने भन्ने कुरा पनि सरकारले जिम्मा लिएर हुन्छ र अब नवप्रवर्तन केन्द्र भनेर एउटा साइनबोर्डमा एउटा राखियो भने नेपालीले के बुझ्ने साधारण नेपाली नपढेको नेपालीले के बुझ्ने त्यसमा पनि नेपाली बुझ्नेले पनि नवप्रवर्तन बुझ्दैन मैले त नवप्रवर्तन भन्ने शब्द बुझेको थिएन भने अरू साधारण नेपालीले के केन्द्र रहेछ यहाँ के भेडा पाल्ने केन्द्र हो कि बाख्रा पाल्ने केन्द्र हो कि कुखुरा पाल्ने केन्द्र हो कि शिक्षित हुने बित्तिकै आइल्स दिन चाहने डिभी भर्न चाहने अथवा परदेशमा सेटल हुन चाहने मेरो पुस्तालाई तपाईँ संक्षिप्त सन्देश के दिनुहुन्छ अहिलेको स्थितिमा मैले संक्षिप्त सन्देश के हो भने मैले उपदेश दिन चाहन्न कसैलाई पनि सन्देश अथवा उपदेश म दिन चाहन्न तपाईहरुको जे इच्छा छ गर्नुहोस् सरकारी गाडी भनेको यो मन्त्रालयको गाडी यहाँ मन्त्रालय गाडी चाहिँ चढ्नुहुन्छ एउटा यहाँबाट अफिसियल काममा मात्र चढ्छु हैन यहाँबाट अब कहिले झण्डा हल्लाएर चढ्नुहुन्छ कि झण्डा बिना चढ्नुहुन्छ त्यो झण्डा हल्लाउने र नहल्लाउनेसँग मतलब हुँदैन क्या अब माथिको यो सुरक्षाले चाहिँ गार्ड चाहिँ खटाइदिएको छ त्यहाँ तलतिर बसेका छन् डुल्नु घुम्न जाऊ भनेको छु मैले यस्तो मान्छेको गार्डिङ गर्नु चाहिँ राम्रै हो मजाले डुल्नु घुम्नु भनिदिएको छ के छ र गार्डिङहरूलाई होइन परिवार बारे तपाईको भनाइ के छ के भन्नुहुन्छ श्रीमतीको बारेमा छोरीहरूको बारेमा त्यो सबैले चाहिँ सोध्ने कुरा हो अनि सबैले सोध्ने मात्र हैन कि मेरो परिवारको चिन्ता उनीहरुलाई लाग्छ क्या जाम म मन्त्री भए जाम भनेर मेरो स्वास्नीले भन्यो भने आउनु मान्दैन अब चाहिँ बेला बेलामा भेट्ने परिवारलाई सहयोग गर्ने खाना बस्नको व्यवस्था त गरिदिनु पर्यो त्यो काम सबै भइरहेछ र मेरो आत्मकथामा पनि कसैलाई शंका लाग्छ भने मेरो स्वास्नीको फोन नम्बर दिन्छु स्वास्नीलाई फोन गरेर सोध्नु है दुःख कति दुःख पाउनु भएको छ साह्रै दुःख पाउनु भयो होला अघि भन्नु सोध्नु त के भन्दा विश्वास लाग्दैन भने अथवा साह्रै झुत्रो झाम्टो लाएर बसेको छ कि हेर्न मन लाग्यो भने गएर हेर्नु अब तपाईँलाई म चाहिँ जान्छ एउटा व्यक्तिगत कुराहरू सोध्न चाहन्छु तपाईँलाई मनपर्ने नेता को हो नेपालमा आइडल तपाईँको को त्यस्तो कुराहरू मैले कसैलाई भन्दा पनि भन्दैन म मेरो लागि कोही आइडल छैन महावीरपुर मन्त्रालयमै सुत्नुहुन्छ बस्नुहुन्छ भन्दाखेरि धेरै किसिमका टीका टिप्पणी पनि भयो मान्छेलाई चाहिँ ठुलो अचम्म भयो नि त त्यसो भन्दाखेरि उहाँले घर भाडामा लिएर बसेको भए पनि हुन्थ्यो सरकारले दिइहाल्थ्यो पैसा घरमा बस्ने मान्छे नै होइन कि म त वनमा बस्ने मान्छे हो जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब कस्तो लाग्यो गाइस होइन के गर्नु अनि भिडियोलाई चाहिँ राम्रोसँग वाच गरेर लाइक सब्स्क्राइब कमेन्ट गर्दैन चाहिँ नभुल्नु होला है गाइस सी यू नेक्स्ट भिडियो बाई बाई गाइस